ल ऊपर लगाऊ शिख ऊपर लगाऊ हो बाइक गुड्ने साथै मान्छे हिँड्ने गोरेर बाटो भन्नु पर्यो होला बाइक पनि कुदाउनु मिल्छ पनि मिल्छ मान्छे हिँड्नु नि मिल्छ यहाँ चाहिँ त्यो राम्रो फुल फुलेको यहाँ किसिम बनाएको छ यस्तो स्कुटर त सरर जाने भएछ बाटो त गजब बनाएको छ पार्टीले यहाँ चाहिँ हाम्रो अनिलको घर ड्याममै छ नि अनिलको घर के गर्ने कोही बोल्छन् के गर्ने यस्तै छ कोही पोखरामा छन् कोही विदेशमा छन् यहाँ चाहिँ उसलाई हाम्रो यस्तो बनाएको छन् खायो खाना म तल काम जाँदैछु हेर्दै भएर बाटो बस्दा मान्छे नै हेर्दै आउँछु तिलक नै खाना खान्छ ओ तिलक खानाको लानु गरे उरासको फुल उरासको फुल लाने रोज गुलाबको फुल गयो हेलिकप्टर उहाँ नार्सिङ गएर आइसक्यो नार्सिङ अब हाम्रो निल सरको घर हाम्रो दाजु सरको घर यस्तो बनाएको छन् यहाँ मङ्की जाने नि बनाएको छन् यहाँ हुँदा तल्लोपट्टिसम्म जाने बनाएको छन् यो बाहिर ठिक हुन्छ मजा बाहिर जाने ठाउँ कोरियन स्टाइलको घर अब तल काम जानु पर्यो म यहाँ नै बनाएको छ नि बाटो आज गाउँमा भूमि पूजा छ जे कान्छे भन्ने भूमि पूजा छ त्यही भएर घोक हालेर प्रसाद खान आउनु होला हो भन्दैछन् मिलन चौतारी शिव लगाएको दृश्य चाहिँ हाम्रो नागाजी मन्दिर कान्छी भवानीको मन्दिर यो चाहिँ तल्लो शिखर तल्लो गाउँ जाने बाटो ए ओखरको रुख झ्याम्मै तल नै खेतीको जमिनहरू यो चाहिँ सबै तलतिर घैराबारी भन्छ यसलाई चाहिँ सबै तल शिखरको एकदमै खेती गर्ने ठाउँ है यो चाहिँ तल शिखरको ओखरको जहिले फुलेछ यहाँ तल श्रीरन्टोलमा देउता पुग्दैछन् आज ओखरको जहिले फुली चाहिँ ओखर मजाले फल्थ्यो पहिला फल्दै उसले फल्दै थिएन मैले थाहा भन्दै रुख कहिले यस्तो झ्याम्मै तर अहिले फल्ने थिएन आजकल चाहिँ यसले फल्ने चाहिँ मजाले फल्दैछ अहिले चाहिँ यो बाटो चाहिँ जमानादेखिको आमा समूहहरूले शिखरको आमा समूहहरूले टुरिस्ट हिँड्ने बाटो गरे पहिले जमानामा पहिले बनाएको कति वर्षको अगाडि कति वर्ष अगाडिदेखि जस हामी जन्मिनु त हरि नै बनायो कि अब कति बेला भयो तर हामीले थपाउँदै यस्तै यो बाटो यस्तै थियो कि अहिले चाहिँ पुरानो बाटो गाडीको बाटो आएको छ
गाउँघरको बाटोघाटो यस्तै हो सबै। झुमसुम जाने मान्छेहरू चाहिँ झुमसुमबाट आउने मान्छेहरू सबै मुस्ताङबाट आउने मान्छेहरू शिख हुँदै क्रस गर्थ्यो र पोखरा पुग्थ्यो। घोटेपानी हुँदै पर सबै हिँड्ने बाटो, पोखरा हिँड्ने बाटो खै हो। यो चाहिँ हाम्रो तल्लो शिख एकदमै गुजुक्क परेको बस्ती गाउँ। त्यहाँ देउता पुज्दैछन् आज, यस्तो छ।